हाम्रो 3 days अफ सुट चाहिँ सकियो तर स्टिल कर्मलालाको सुट बाँकी नै छ। उसको टाइम नमिलेर चाहिँ हामीले 2 दिनपछि चाहिँ सुट प्लान गर्यौं र नेक्स्ट 2 डेमा चाहिँ हामीले कर्मलालाको पनि सुट गर्यौं। तर हाम्रो स्टुडियोमा उसको लागि सुट गर्नलाई लोकेसन ठाउँ नै थिएन। सो हामीले एउटा आफ्नो रुल ब्रेक गर्यौं र हामीले आफ्नो एडिटिङ स्पेसमा उसको लागि सेटअप बनाएर हामीले सुट सुरु गर्यौं। त्यही टाइममा हाम्रो एडिटिङ पनि साइड बाइ साइड चलिरहेको थियो बिकज हामीलाई एडिटिङको पनि एकदमै धेरै प्रेसर थियो। विदिन अ विक नै हामीले इन्टायर प्रोजेक्ट कम्प्लिट गर्नुपर्ने थियो। सो साइडमा टिमले एडिट पनि गरिरहेको थियो भने हामी साइडमा सुट पनि गरिरहेको थियौँ र यो सुट धेरै टाइम चाहिँ खाएन बिकज हामीले डेडिकेटेडली कर्मलालाई भनेर फुल प्लानिङ गरिसकेका थियौँ। त्यही भएर हामीले धेरै सोच्नु पनि परेन। सो हामीले कर्मलालाको इन्टायर सुट सकायौँ र एडिटिङमा बस्न थाल्यौँ। सो यो प्रोजेक्ट एकदमै नै रमाइलो भयो एन्ड आई रियली वान्टेड टु थ्याङ्क ह्याप्पी हाउसको इन्टायर टिमलाई एन्ड स्पेसली हाम्रो डिरेक्टर डन हिना दिदीलाई पनि धेरै धेरै धन्यवाद र इन्टायर इन्फ्लुएन्सर टिम जसले चाहिँ हामीसँग कोअर्डिनेट राम्रोसँग गर्नुभयो। सबैलाई थ्याङ्क यू भन्न चाहन्छु र ल बाइ द वे हाम्रो ट्रेसमेको पनि त बाँकी नै छ।